No, dia sampai dari pagi tulis tangan baca dan bisa. Dan yang ambil यो गाइज गुड मर्निङ स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। तपाईले देखिरहनु भएको छ हामी ड्राइभिङको क्रममा छौँ र तपाईहरुलाई भिडियो कस्तो लागेको छ। हाम्रो तारन्तर धुरन्धर फुल लोडेड भ्लगहरु आइरा छ। अस्ति भर्खर सुकुटेको हेर्नुभयो, त्रिशुलीको हेर्नुभयो, कालुङचेकको हेर्नुभयो, कस्तो लाग्यो कमेन्ट गर्नु होला। र अहिले हामी चाहिँ अब यो तौदा आइपुगिसकेको छौँ। अब हामी जाँदैछौँ कहाँ भन्दाखेरि हामी चाहिँ आज हेटौडाको लागि जाँदैछौँ, निस्किँदैछौँ। बिहानको 7:30 बजे हुस्रोको कारणले तपाईहरुलाई हामीले फुटेज देखाइनौँ। अब भिडियो इन्जोय गर्नु होला। हामी जाँदैछौँ हुमानेको बाटो, फर्पिङको बाटो हुमानेको हुँदै। हाम्रो चाहिँ त्यहाँ विशेष एउटा बिजनेस पर्पजले जान लागेको हो, प्लस अब फिल्ड भिजिट पनि हुन्छ र घुम्न पनि तपाईहरुलाई इन्जोय पनि हुन्छ। अब जानु त पर्यो भ्लग बनाएपछि। र हेर्नुस् अब कस्तो देखिन्छ, माहौल के हुन्छ म तपाईलाई देखाउने छु। देखेँ है यो VFX इफेक्टमा हल्ले जस्तो डुङ्गा र लागेको गाडीमा त स्वाई गर्छ। सुपिकम खतरा छ भने घर आउँछ यस्तो छ। झन्डामा छौँ, नेपालको झन्डा। एसी चला अन गरेर छोडेपछि तातो आइरहन्छ। खाना एसी नै नचलाइ त्यो अगाडिको बन्द भयो। अहिले बन्द गरिराखेको छु, खुल्लै बन्दै छ। कसरी तातो आइरहेको त्यो यताबाट हावा छिर्छ नि त, यहाँ कलबाट छिरेर हावा आउँछ नि, त्यो इन्जिनले त्यो तातो पठायो, त्यो तातिरहेको नि, तातो आइरहन्छ। झ्यालडको लाग्यो नि त मजाले तातो जति चाँडै जानुपर्छ। सेप आउँछ, केही न केही त सेप आउँछ नि ढुङ्गाको। अझै गौडा सेपै भएपछि हाम्रो मामाहरू चाहिँ गाईको मुखको अनुहार भए जस्तै ढुङ्गा छ अनि गाईको मुख देउता हुन्छ। ठिक छ।
इन्जिनको डस्ट सबै सफा हुन्छ अब धुवाले गर्दा साइड चाहिँ आफ्नो आम मेरो लेन लगाएर हालिस् भने अस्ति 16 बजार कुले हान्ने लगाऊ ड्याम ल्याउँ यहाँ तल 16 बजार माथि कुले खानी खोलिदियो त्यहाँ झ्याप्पै एकैचोटि पानी खोल्दैछ त खोला पनि पानी थियो अनि तलको बस्ती सस्ती सब हेरेर त खण्डहरू भइगयो तल साथीहरू बाटो चाहिँ अलिक कन्फ्युजन हुन्छ नयाँ नयाँ मान्छेलाई होइन टाटा सुमोहरू आइरहन्छ यो चाहिँ अस्ति लगेर भर्खरै लगेर रहेछ भन्ने कुरो बुझेँ यहाँ आउँदाखेरि उनीहरूको पोस्टर हेर्दा पनि त्यही त हामी जाने यताबाट कि यो बाटो उकालो छ कि त्यो बाटो अलिक पर गएर अनि उकालो लाग्नु पर्छ क्या अनि यो बाटो त्यहाँ चाहिँ अलि अप्ठ्यारो हुन्छ गाडी जान्छ अलि हिँड्ने टाटा सुमो हिँड्दैन यस्तो एकचोटि खेला एकछिन तातो है इन्जिनको तातो होला रोक्नु नपर्छ भने माथि त्यो उडान गरेर रोक्ने त्यहाँ मलाई रोकिनु नपर्छ उकालो यहाँबाट उकालो खालि छ साथी टर्निङ छ है एकदम टर्निङ उकालो छ अनि त्यसपछि त सर्ट उकालो साइनै पुरै यो छ क्या कम्तीको पार्किङ गरेर चाहिँ म चाहिँ त बाटो देखेँ यसरी अब पिकअप लिएर नपायो भने हिँड्न पाइयो लोड सेडिङ हुन्छ फोन जलपित दिँदैन अनि आखिर जेनरल चार्ज गर्नु पऱ्यो अनि आखिर डिजल मान्छेहरू चाहिँ चाँडो जाने कुद्ने र गाइज अहिले हामी देउरालीमा छौँ आई लभ देउराली तपाईँले देखिहाल्नुभयो अब यहाँ हामीले अलिअलि ब्रेकफास्ट गऱ्यौँ है अब 9:30 बजेको छ अब यहाँबाट झर्नेछु गाइज तपाईँलाई मैले बारम्बार ब्लगहरू कडा ल्याइरहेको छु ब्लग हेर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो कमेन्ट गर्नु पऱ्यो अब भनौँ न 1 महिनाभित्रै तपाईँलाई मैले टुरिङको देखाइरहेको छु
तपाईहरुले जति मन पराउनुहुन्छ म त्यति नै टुरिङ गरेछु होल नेपाल विदेशदेखि लिएर कहाँ भन्नुहुन्छ त्यो देखाउँछु तर त्यसको लागि चाहिँ तपाईले लाइक गर्नु पर्यो कमेन्ट गर्नु पर्यो सब्स्क्राइब गर्नु पर्यो भ्युज आउनु पर्यो भिडियोमा नत्र त पुरानो भयो भीमफेदी गाउँपालिका सुरु भयो होला फेरि नै आइसक्यो हामी हेटौडाको राजधानी हेटौडा के भन्छ रे सदरमुकाम पहिलाको ए मकवानपुर जिल्लाको सदरमुकाम बागमती प्रदेशको राजधानी त हेटौडा भयो कडा कडा अब यति पुग्छसम्म यस्तैको यो कडा हो यही ज्याउ लाग्थ्यो पुरै युटर्न छ अनि उत्तेर आउनु पऱ्यो हो ट्याबमा मतलब छ चिसा पानी के लेखा थियो भने सर हिँड्न पायो भने त्यो नजिक पऱ्यो नि त्यही त नापेर मात्र भयो नि कन्डिसन पनि के हुन्छ धन्न त्यो म्युजिक काटिहाल्नु यस्तो चल्या म्युजिक हाल्दा नि त स्ट्राइक आउँछ स्ट्राइक झन् हामीले जस्तो शान्ति युट्युबरलाई त स्ट्राइक आएपछि त अनि च्यानलै उठ्छ अब च्यानल उठ्दा म बाउलाए भयो मान्छे त्यत्रो 60,000 त्यत्रो भिडियो छ स्ट्राइक आए नि बन्द भइदिएको नि च्यानल झन् टेन्सन साथीहरु हामी निरन्तर यात्रामा छौं अहिले हामी 56.6 किलोमिटर कुदेको छौं अहिले टाइम ठ्याक्कै 10:25 भएको छ अब हामी अहिले चाहिँ भीमफेदी बजार नेरी चाहिँ आइपुग्न छौं भीमफेदी भनेको चाहिँ पहिला मकवानपुर जिल्लाको सदरमुकाम थियो अहिले चाहिँ अब हेटौडा बनेको छ हेटौडा भनेको त सबैलाई थाहा छ हाम्रो प्रदेशको राजधानी भयो के भविष्यको एकदम काठमाडौँ नै भनौँ न हेटौडा बन्छ चितवन बन्छ भने हेटौडै बन्छ आखिरमा अब जहाँ अफिस सिडिओ हुन्छ त्यही नै भयो र हामी जाँदैछौँ अब कहाँको स्टे हुन्छ त्यो अझै कन्फर्म भएको छैन अब हामी कस्टमरमै बस्छौँ कि अब हामी अन्तै गएर बस्छौँ है अब आज चाहिँ हामी फर्किँदैनौँ टाढो सुक्नु जिन्दगी चस्मा लगाएर गाडी चलाउँछ कस्तो रोकेर त चिरिप्पै रोकेर अन्त किसा लाइन भाडा महँगो ल्यायो यस्तो ल्यायो भन्छ यो गाडी यस्तो खर्च आउँछ नि यो एक त टाढाको अनसक्सेस गाडी 1 महिना चलाएपछि 1 महिना ग्यारेजमा थन्किन्छ अनि यो उकालेर ओह्राल्यो हुस खाना कुनै टाङ्नै टुङ्नै पुरानो राजधानी आयो त्यो कता गयो भाषा निकाल्छ ए हामी जाने त हो यो तपाईँ यस्तो पुल तर्ने पर गएर फेरि माथि चढ्ने र साथीहरू वी आर अलरेडी इन भीमफेदी सिडिओ कार्यालय ओल्ड एपी ट्रक निस्कियो त्यस्तो रहेछ नि त यो पुल पनि आई हेभ अलरेडी फर्गेटेड गाडी आउँदा क्या मजा आएको थियो
गाडी त ओह्रालो जाँदा सेलाइदिन्छ बाटोलाई टेन्सन छैन एउटा न एउटा हात्ती सुमो भेटिहाल्छ म 3-4 चोटि फेरि चितवनको बाटो नाइट गाडी पनि हिँडेको छु कि हेरेर त्यो फेरि अर्कै कुरो एक दिन चाहिँ बसमा आएको त्यताबाट 12-13 घन्टा लाग्यो लोकल बस जस्तो यो चिज सही भयो हल्च्याक आयो हल्च्याक हुन्छ स्पिड आउँदैन के सिरिङ स्पिड आउनुपर्छ है सर अब चाहिँ यो साइड हामी पुग्ने छैन यदि यो साइड खोला हुन्थ्यो नि जस्तो लाग्छ पुरानो पुल त्यहाँ छ दामन जाने बाटो यहाँ हो यहाँ होइन अलिक कतिबाट होला दामनपट्टि जाने बाटो यस्तो विदेशीलाई यस्तो देख्दाखेरि कति होला यस्तो पहाड खर्चमा त्यो केबल गरेर अझै ल्याएको छ I think so. के देखाएको छ काठमाडौँ फर्किङ हो दामन हो 51 किलोमिटर यहाँ दामन 51 किलोमिटर हो रहेछ दामन लेखेको दामन 51 काठमाडौँ भैँसेपुर यो रुख आयो कि मलाई हेर्न आयो जस्तो लाग्छ अशोकको मलाई पहिलोचोटि देख्दा त यस्तो मन पऱ्यो फर्स्ट टाइम देख्दा त रोड नै त्यो सिधा अचम्म लाग्यो क्या नदेखा काठमाडौँतिर यस्तो हरियाली थिएन नि त काठमाडौँ पहिला बोर्डहरू रुखमा त्यो भयो नि पिपलको बोर्ड थिएन नि काठमाडौँ पहिला रुखै थिएन नि यस्तो अहिले जस्तो बगैँचा सिस्टम थिएन नि भयो नि त्यो बोरको रुख थियो नि त जग्गातिर कत्रा कत्रा सुक्यो अनि यहाँ एकैचोटि हेर्न यस्तो रुख छ त अचम्म लाग्यो कि ल्याउनु परिरहेछ मैले सम्झ्या त हो बिर्सिस किन हुन्थ्यो किन एक दिनमा होइन उहाँलाई कस्तो देखिरहेको भाइ अनि माथि सम्भव गाडी रोक्ने ठाउँ पाउँदैन नि त त्यो भएर मैले अहिले जलास बाइक पैसा कस्तो स्पिड आएको पछाडि माल बोकेर त आएको होला होइन के हो माल सामान बोक्यो होला टेम्पो त्यस्तो रहेछ र पुर्लुको पर्दैन मालगाडी धेरै कुद्छ क्या यता त्यही गर्दा त्यो चितवनको बाटो खाल्टो पर्छ नि यता जाने लिङ्कमा चाहिँ काठमाडौँबाट अनि ठिक छ यता जाने लिङ्क चाहिँ खाल्टो पर्छ क्या त्यो मालगाडी भएर र साथीहरू म चाहिँ एकदम राइडिङको फिल लिँदैछु है ब्लग्स भन्दा नि अब आफूले पनि मजा लिनु पऱ्यो नि त खालि तपाईँहरूलाई मजा दिएर हुन्छ यार भ्युज बढाउनु नि यार सेयर गरिदिनु है मजा दिन्छ नि बिहारबाट आइसक्यो साथीहरू बिहानै हिँड्नु त्यही त म भने कि यता साइड छ यता छ भने यता हुन्छ
म चाहिँ उता अघि 50 मा कुदाउँदा चाहिँ साइलेन्ट भयो। अहिले चाहिँ बाटो यस्तो यस्तो भएर झ्याल पऱ्यो अलिक बाटो धेरै प्राइभेट गाडी चाहिँ भेट्यो अन्त उनीहरू फर्किने दिउँसो फर्किने यताबाट मान्छे चाहिँ भेट्छ तपाईँले क्यासट एउटा नगरपालिका भयो कहाँ त्यहाँसम्म चाहिँ याद थियो आरएमबिआरबी चाहिँ याद थिएन भन्न मौसम ठिकै भयो घाम चलिदिनु यति ठिकै छ हिमफेरि पनि टन्नै रहेछ त्यो हेटौँडा आयो अवसर आयो अनि जानुपर्ने चाहिँ कहाँ केही थाहा छैन जाउँ न एउटा बजारतिर यहाँबाट लास्ट कहाँ निस्किन्छ त्यहाँ जाउँ मेन चोका निस्किन्छ पाहाड भएको बाटो छैन भन्ने टेन्सन यहाँ जहाँ गयो नि बाटो भेट्छ पाहाड त पाहाड सानो पाहाड इन्डिङ पाहाड जमाना पुरै फर्किन्छ पहिला काठमाडौँमा टुकटुकी चल्थ्यो हेटौँडा आइयो मेन हाइवे भने कता अब कता निजगढ जाने निस्किने कता के हो त्यो कान्ति लोकपथबाट आउने मार्ग कहाँ त्यो चाहिँ त्यो मेन चोकबाट कान्ति लोकपथ जान्छ उता मेन चोकबाट उतापट्टि जाने यो चाहिँ यतापट्टिको जस्तो लाग्छ मलाई कान्ति लोकपछि त्यो उताबाट तलपट्टिबाट आएको यतापट्टि जाने जस्तो लाग्छ निकाल्दा चोकै निकाल्छ बाटो पनि कता निकाल्छ त्यस्तो बाटो थाहा पायो मजा आउँछ होइन अन्त कहाँबाट निकाल्यो थाहा छैन सरी ठ्याक्क आइपुग्यो तिमीले नि स्पिड कम गरेनौ तर म छिराउनैवाला थिएँ होस् फेरि यो बस्ती एरिया ब्रेक भागपट्टि यहाँ पनि रहेछ हेटौँडामा ओपनिङ भएरै भयो यहाँ एकचोटि फोन गर हेलो साथीहरू अब यो चाहिँ हाम्रो अहिले बन्दै गरेको ब्याङ्क्वेट हो है अब गफ गर्दा टाइम धेरै गयो मिटिङहरू सिद्धियो अब मिटिङको त के भिडियो राख्नु है अब भोक लाग्यो अब हामी यहाँबाट चाहिँ फर्किन्छौँ अब कता जान्छौँ काठमाडौँ पनि आउनु सक्छौँ जे पनि हुनसक्छ भोक लाग्यो पार्टी प्यालेस यो तपाईँले देख्न सक्नुहुन्छ ब्याङ्क्वेटहरू यो उता पर किचन भयो यो ब्याङ्क्वेट भयो पार्किङ स्पेस यो पार्किङ स्पेस भयो होइन यो माथि पनि ब्याङ्क्वेट भयो अब यता हलहरू भयो यता जग्गा धेरै छ यता अगाडि चाहिँ तपाईँको अब के भन्छ होइन अब यहाँको भिडियो धेरै नबनाऊ कामको हो काम भने सबै कुरा देखाउनुपर्छ भने छैन त्यही भएर हस् त बताएर भने यताबाट हामी यताबाट कान्ति पथ मार्ग मेरो ख्याल चाहिँ है यताबाट चाहिँ पथलाइ फेरि यता कान्ति पथ यतैबाट होइन हामी अस्ति बस चढेको कहाँ बस चढेको त उता तलतिर उता तलतिर उताबाट हामी अहिले यता जाँ भनौँ होइन निजगढ चितवनलाई यता जाँ भनौँ होइन बताउनु हजुर बताउनु मेन हेटौँडा बजार हो त होइन ए हामी चितवन जाने बाटो यो हो यता स्टेट ब्याङ्क जाँदाखेरिपट्टि लोककान्ति पथ मार्ग अनि यतापट्टि हामी आएको बाटो अब भइगयो काठमाडौँ जाने बाटो यही बाटो हो अनि वीरगञ्ज जाने बाटो यताबाट तलतिरबाट आएको अब हामी चोक छोडिसक्यो यहीँबाट बताउनु पर्यो के ठिक छ होइन ठिक छ अब चोकमा म त यति चाँडै बजार आउँछु जस्तो लाग्यो भयो लेट्स गो होइन भने हेटौँडा मेन बजार ठुलो आउँछ क्या त्यो त अलिक तल हो क्या त्यही त मैले पनि त्यही सोचेँ जस्तै अब काठमाडौँ भनेपछि जडीबुटी भयो अनि कोटेश्वर त्यहाँ आएपछि भयो नि त उता कलङ्की आउँछ जस्तो वार्कोबाट नि कलङ्की निक्ल्यो स्वयंबाट नि कलङ्की निक्ल्यो त्यस्तै होला कि कता आएर जोडिनु अनि मेन हेटौँडा अझै तल होला क्या होइन हाइवे अझै मेन बजार छ मेन बजार छ हाइवे चाहिँ अब चाहिँ कन्फर्म है क्या हाइवे हो भने यो चाहिँ स्टार्टिङ हेटौँडा क्या चाहिँ कन्फर्म भयो कि म हाइवे यो स्टार्टिङ हेटौँडा रहेछ 220 मा यहाँबाट